हे कति राम्रो सर्टलाई छौ फिटिङ, कति राम्रो सर्टलाई छौ फिटिङ, त्यही सर्टमा जुम्राको मिटिङ, जुत्ता टल्किए। हे एक त काला यहाँ थिए झन् काला आएर भैँसी जल्किए, हे एक त काला यहाँ थिए झन् काला आएर भैँसी जल्किए। धन्यवाद। यो चाहिँ यो तिजमा पनि एक गीत आउँछ होला, हजुरको माया। आजकलको जेनेरेसन कस्तो भन्दाखेरि राम्रो सिर्जनाहरू चल्नलाई कि चलेकै खत्रै गायक हुनु पर्यो, नत्र अब अलिअलि ठट्यौली पारा नभएपछि गीत चल्दैन। के सोचेर बनाउनु भएको थियो यो चाहिँ हामी अस्ति यहाँ तुलसीमा जाँदा यो नाच्ने मान्छे त्यस्तै कालो हुनुहुन्थ्यो, दाँत मात्रै देखिने। अनि त्यसै माथि हाम्रो पुर्ख्यौली हाम्रो हजुरआमा, अझै पनि बाबा बुवाहरूले हजुरआमाले भन्ने शब्द, एक त काला यहीँ थिएँ बल्ल जल्काउने को काला आए भनेर भन्नुहुन्थ्यो। अनि ठ्याक्कै त्यही दिमागमा आयो। अनि पछि टुक्का बनाएँ मैले, त्यो नाच्न लागेको मान्छेलाई हेरेँ, हे जुत्ता पनि जुन जस्तै झल्किने, हे जुत्ता पनि जुन जस्तै झल्किने, को आएछ दाँत मात्रै टल्किने, जुत्ता टल्किए। हे एक त काला यहाँ थिए झन् काला आएर भैँसी जल्किए। यो बनाएको त्यो पनि एकदम भाइरल भयो। तर जति अरू भिडियो धेरै आइफोन किनिदेऊ मलाई, म जिउन सक्दिनँ, अनि मोटी केटी पातली केटीको लागि, अनि फेसबुकको लभ, धेरै टुक्काहरू बनाएको थिएँ मैले। तर सबभन्दा माया गरिदिनु भएको छ दर्याम दर्याम। अब एउटा तपाईँले निकालेका दर्जन गीत मध्येको तपाईँलाई एकदमै मन परेको, आफैलाई यो चाहिँ मैले राम्रो गाएँ अथवा सिर्जना गरेँ, यो चाहिँ दर्शकलाई एकदम मन पर्यो भन्ने कुनै गीत छ भने त्यो गाइदिनुहोस्। मलाई चाहिँ मेरो गीतहरू सबै मलाई चाहिँ एकदम मन परेको गीतहरू हुन्। सबै गुराँस फुलेको, हितेकी मायालाई छैन भुलेको, सानुको फोटो, अनि त्यसपछि केभर भोलिको लगायत थुप्रै गीतहरू छ, नचाहँदा नचाहँदै। अनि मलाई चाहिँ भर्खरै आएको गीत सबै नेपालीहरूको घर घरको कथा, देशै छोडी जाने बेलामा सोलो गीत छ। यो गीत लेख्दा चाहिँ मेरो आँखाबाट आँसु नै आएको थियो। यो गीत चाहिँ मैले लेखेँ, टिका दिदीको शब्दमा, दिदीलाई शब्द लेख्न पठाएँ। अनि सुन्ता बुढा दिदीको आवाज मेरो आवाजमा देशै छोडी जाने बेलामा छ। अहिले भर्खरै युट्युबमा आएको छ, हेर्नु भएको छैन भने हेरिदिनु होला। यस्तो राम्रो गीतहरू ओझेल पर्छ, त्यही भएर दर्याम दर्याम गाउनु मन लाग्छ। तर अहिले चाहिँ म यो गीत गाउँछु, सबैले सुनिदिनु होला है। तिमी पनि खुसी त काहौली, एक्लै रुने न्याउली झै भाहौली, परदेश जाने खबर पाए खाने बेलामा, मुटु फुट्ला झै भयो मायालु, देशै छोडी जाने बेलामा, सासै रोके झै भयो मायालु, देशै छोडी जाने बेलामा, बराई देशै छोडी जाने बेलामा। धन्यवाद। देश छोडेर जाने, देशको छोडेर जाने हजुर विषयमा बनाउनु भयो। अब टिकटकमा पनि सन्दीपकै गीत आउने होइन, फेसबुक रिलमा पनि सन्दीप, युट्युबमा पनि सन्दीपको गीत ट्रेन्डिङमा आयो। अहिले 10-12 दिन त लगभग टिकटक त थप्पै बन्द गरिदियो अरूको। हाम्रो मात्रै भिडियो दङ्गाली झाउरी मात्रै भिडियो आउन थाल्यो। अनि यो चाहिँ हजुरको मायाले, हजुरको सपोर्टले गर्दाखेरि हो। सबैलाई धेरै धेरै धन्यवाद छ। अब जताततै सन्दीप छाइसकेपछि युवतीहरूको कस्ता कमेन्टहरू आउँछन्, कस्ता प्रस्तावहरू आउँछन्, यसको विषयमा पनि थोरै सुनाइदिनुहोस् त। म त अब के भनौँ यसको विषयमा, म राम्रो त छैन, तैपनि धेरैले म रिप्लाई दिनै पाएन फेसबुकमा, अनि टिकटकमा धेरै मेसेजहरू आइरह, धेरै कमेन्टहरू आइरह, मन पर्यो भन्ने, करस भन्ने धेरै भइरह। तर पनि सबैलाई धेरै धेरै सम्मान छ। सबै तपाईँहरूको करस म, मेरो करसहरू हजुरहरू हुनुहुन्छ चाहिँ अलिअलि आइरह दाइ। अनि सिङ्गल हो कि मिङ्गल सन्दीप चाहिँ? अहिले त म खैके हो खैके छु अहिले चाहिँ। यदि सक्सेस भयो भने कुनै दिन सुनाउँला, सक्सेस भएन भने ठिकै छ, प्रोसेसमै छ। मन चाहिँ पर्या हो, तर अब बाँकी अब मथिल्लो तहमा कुरा पुर्याउनु पर्छ। ल ठिक छ, रमाइलो कुराकानी पनि भयो, यहाँले गीत सङ्गीतका अनुभव पनि सुनाइदिनु भयो। अन्त्यमा एउटा गीत सुनौँ, त्यसपछि